नमस्कार। गैराती भएको नेपाल भर्सेस स्कटल्यान्डको म्याचमा नेपालले लाजस्पद हार बेहोरेको छ। स्कटल्यान्डले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो। स्कटल्यान्डले निर्धारित 20 ओभरमा 5 मिनेट गुमाएर 193 रनको टार्गेट नेपाल सामु प्रस्तुत गरेको थियो। 194 रनको टार्गेट पिछा गर्दै नेपालले निर्धारित 18.5 ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाएर 159 रन मात्र बनाउन सक्यो। नेपालको तर्फबाट रुपेश सिंहले सबभन्दा बढी रन बनायो। उनले 22 बलको सामना गर्दै 43 रन बनायो। त्यसमा 3वटा छक्का र एउटा चौका थियो। त्यसैगरी दिपेन्द्र सिंह ऐरीले 35 बल खेलेर मात्र 34 रन बनाउन सफल भयो। रोहित पौडेलले 20 बल खेलेर 27 रन बनायो। हिजोको खेलमा नेपालको एकदमै खराब प्रदर्शन देखिएको थियो। न त हिजो नेपालले बोलिङमा राम्रो प्रदर्शन गर्न सक्यो न त ब्याटिङमा। हामी आफ्नो नेपाल टिमसँग जतिसुकै आश गरे पनि उनले फाइनल म्याचमा निर्णायक म्याचमा हामीलाई सबलाई निराश गर्छ नै। धेरै दिनदेखि धेरै पहिलादेखि नेपाल टिम जुन निर्णायक म्याच हुन्छ, जित्नै पर्ने म्याच हुन्छ, त्यो म्याचमा जहिले नै खराब प्रदर्शन गर्छ। हिजो जसरी सिरिजको अन्तिम म्याच थियो, जित्नै पर्ने अवस्था थियो, त्यसमा नेपालले खराब प्रदर्शन गरेको थियो। नेपालले जतिसुकै प्र्याक्टिस म्याच खेले पनि, राम्रो प्रदर्शन गरे पनि नगरे पनि, आखिरमा नेपाल भनेको सिक्ने नै हो। हाम्रो क्याप्टेनको पनि एउटै सिद्धान्त छ, हामी कहिले हार्दैनौँ, हामी जहिले सिक्छौँ नै। सिकेको कुरा लागू पनि गर्नुपर्छ। हाम्रो क्याप्टेन साहब यसरी हामी जहिले कहिलेसम्म सिक्छौँ, सिकेको कुरा लागू पनि गर्नुपर्छ। हाम्रो टिमलाई जिताउनु पनि पर्छ। हिजो भएको खेलमा खेलाडीहरूको सर्ट सेलेक्सन पनि एकदमै खराब थियो। नचाहिने ठाउँमा अनावश्यक सर्ट सेलेक्सन गरेर म्याच कुनै खेलाडीहरूले पिचमा टिक्न सकेन, एउटा रुपेश सिंह बाहेक। न कसैले पार्टनरसिप बिल्ड गर्न सक्यो। जसरी हामीले पार्टनरसिप बिल्ड गरेर जित्यो, हिजोको म्याचमा त्यो पार्टनरसिपको एकदमै कमी देखिएको थियो। अनि दुईटा खेलाडी रनर पनि